के भन्नुपर्दा चाहिँ पिज्जाको म त्यति साह्रो फ्यान चाहिँ होइन, तर पनि के मैले एकचोटि पिज्जा सस लिएर आएको थिएँ पिज्जा बनाउनको लागि। अनि त्यसपछि त्यो पिज्जा सस चाहिँ त्यत्तिकै फ्रिजमा पडिरहेको थियो कि, अनि त्यो युटिलाइज चाहिँ भएको थिएन, हुनु पनि एक्सपायर हुन लागिसकेको थियो। एक्सपायर हुनुभन्दा अगाडि चाहिँ म युटिलाइज गर्छु भनेर चाहिँ आज मैले खालको पिज्जा बनाएको थिएँ। सबैभन्दा पहिला चाहिँ मैले पिज्जाको लागि डो रेडी गरेँ, अनि डोलाई चाहिँ साइड लगाएर मैले चाहिँ बनाउनको लागि चाहिँ पहिलोवाला क्याप्सिकम अनि ग्रिनवाला अनि प्याजलाई चाहिँ मसिन गरेर चाहिँ होइन सानो सानो साइजमा काटिसकेपछि चाहिँ अब पिज्जाको लागि चाहिँ डो रेडी गरौँ। डो चाहिँ अलरेडी रेडी भइसकेपछि पिज्जाको डोलाई चाहिँ मजाले राउन्ड सेप दिएँ बिस्तारै, किनकि यो चाहिँ हल्का टाँसी पनि रहेको थियो, त्यही भएर मैले हातले मजाले बनाएँ। अनि त्यसपछि चाहिँ पिज्जाको सेप दिएँ होइन बिचमा। अनि त्यसपछि मैले त्यसपालि पिज्जा बनाउनुभन्दा अगाडि चाहिँ पहिला सुरु रोटीलाई चाहिँ फ्राई प्यानमा चाहिँ दुई साइडमै मजाले पकाएँ, किनकि यो गर्दाखेरि चाहिँ धेरै टाइम लाग्दैन पिज्जा बनाउनुको लागि भनेर। अनि पिज्जाको रोटी चाहिँ मजाले रेडी भइसकेपछि चाहिँ लास्टमा भने त्यो पिज्जा सस मजाले लगाइदिने चारैतिर, अनि काटेर राखेको क्याप्सिकमहरू लगाइदिने, अनि प्याज पनि भयो। अरू पिज्जामा चाहिँ के लाउँछ मलाई चाहिँ यति मात्र थाहा थियो, मैले त्यो यति मात्र लगाइदिएँ। अनि लास्टमा भनेको चाहिँ मोजरेला चिज मजाले लगाइदिएँ। लास्टमा भनेको चाहिँ पिज्जालाई मजाले स्टिम गर्नु पर्यो, त्यही फ्राई प्यानमा थोरै पानी लगाएँ। त्यसलाई चाहिँ धेरै चाहिँ होइन 10 मिनट मजाले स्टिम गरेँ। मजाले स्टिम भइसकेपछि पिज्जा चाहिँ लगभग बन्न रेडी भयो। लास्टमा भने चिली फ्लेक्स सबैतिर लगाइदिएँ, अनि त्यसपछि मजाले चक्कुले नि काटेँ, चक्कुले मजाले भएन कैँचीले नि काटेँ, अनि त्यसपछि पिज्जालाई चाहिँ मजाले इन्जोय